नमस्कार। आज म एउटा अद्भुत चमत्कारको विषयमा कुरा गर्न गइरहेको छु। न्युटनको गुरुत्व आकर्षण नियमलाई नै फेल खुवाइदिएको छ। मान्छे सामान्यतया सिँढी चढ्दा चाहिँ खुड्किलोबाट अर्को खुड्किलोमा चढ्छ भने यहाँ त हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको संवैधानिक परिषदले एकैचोटि जम्प हान्न सिकाएको छ। कुरा हो प्रधान न्यायाधीश सिफारिसको कुरा। क्रममा चौथो नम्बरमा रहेको श्रीमान मनोज कुमार शर्माज्यूलाई नम्बर 1 को टिकट काटिएको छ। यसलाई भनिन्छ पहुँच थप सबै छ। राणाकालपछि सायदै यस्तो विधि मिचिएको अर्को उदाहरण पाइएला। यसलाई न्याय भनौँ कि जादु बुझिन्न सक्नु छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको पारो तातिएको छ। उहाँ भन्नुहुन्छ यो त आफ्नै जुत्ताले गालामा हाने जस्तो भयो। उहाँलाई लाग्दैछ न्यायालय अब न्यायालय रहेन अरे, यो त सीमित व्यक्तिहरूको क्लब जस्तो भयो अरे। अझ रमाइलो कुरा त के छ भने नम्बर 1 मा रहेकी सपना प्रधान मल्लज्यूलाई त बाइपास नै गरियो। सायद योग्यता बढी भएर होला। सुशीला कार्कीज्यूकै शब्दमा भन्ने हो भने यो 1.5 करोड महिलाहरूमाथिको प्रहार हो अरे। अब महिलाहरूले सपना देख्न पनि डराउनु पर्ने स्थिति आयो कि क्या हो। परिषदमा पनि सबै जिउ हजुर गर्ने मात्रै कहाँ थिए र। 2 जनाले त नोट अफ डिसेन्टै लेखेछन्। तर बहुमतको अगाडि कसो के लाग्छ र। नेपाल हो, यहाँ विधिको शासन भन्दा नि विधिको शासन गर्ने व्यक्तिहरूको मर्जी चल्छ। भनिन्छ नि न्याय ढिलो हुनु भनेको न्याय नदिनु हो। तर यहाँ त न्याय ढिलो मात्रै होइन, न्याय त बाटो बिराएर अर्काकै घरतिर पुगेको जस्तो पो देखिन्छ त। वरिष्ठताको सिँढी चढेर होइन, लिफ्ट चढेर प्रधान न्यायाधीश बन्ने ट्रेन्डलाई धेरै धेरै शुभकामना। तपाईँलाई के लाग्छ, यो छलाङमार सिफारिस न्यायको हितमा छ कि कुनै गुटको हितमा? तल कमेन्ट बक्समा आफ्नो फरक मत राख्नुहोला।